नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज सिन्धुलीका 9वटै स्थानीय तहमा पालिका कमिटीहरूले जनप्रदर्शन गरेका छन्। प्रतिगामी षड्यन्त्र विरुद्ध एमाले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार आज सिन्धुलीका स्थानीय तहमा जनप्रदर्शनका कार्यक्रम गरेको हो। नगर कमिटीद्वारा आयोजित यो जनप्रदर्शन चाहिँ यो नगरपालिकामा गर्दै कमलमाईको चाहिँ 14 नम्बर वडामा गएर चाहिँ समापन हुँदैछ र त्यहाँबाट हामी 29 गतेको चाहिँ जिल्ला जनसभालाई चाहिँ उद्घोष गरेर जिल्ला जनसभा चाहिँ व्यापक रूपमा जनप्रदर्शन गरेर चाहिँ अहिलेको सरकारलाई चाहिँ एक किसिमको चाहिँ हामी एउटा दबावमूलक सन्देश प्रवाह गर्न चाहन्छौँ। भदौ 24 गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैर संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई प्रश्न पारेको एमाले जनाएको छ। आज पालिकाले मोटरसाइकल र्याली मार्फत एमालेको शक्ति प्रदर्शन गरेका छन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो। आजको जनप्रदर्शनपछि कार्तिक 29 गते जिल्ला स्तरीय आम सभाको पनि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। जनप्रदर्शनमा एमालेका जिल्ला, नगर, गाउँ कमिटीका पदाधिकारी, सदस्य, जनसङ्गठनका प्रतिनिधि तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमहरूमा नेताहरूले संविधानको संरक्षण, सुशासन, विकास र राष्ट्रिय एकताका लागि एमालेको भूमिकाको बारेमा सम्बोधन गरेका थिए।